nepalnews.com. News from Nepal as it happens. म्यानमारमा सम्पन्न बिमस्टेकको तेस्रो शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री सुशील कोइराला आज स्वदेश फर्कनु भएको छ। प्रधानमन्त्री नेतृत्वको 7 सदस्यीय टोली आज दिउँसो थाई एयरवेजको विमान मार्फत काठमाडौँ आइपुग्नु भएको हो। प्रधानमन्त्रीलाई स्वागत गर्न उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम लगायत सरकारका मन्त्रीहरू, सभामुख सुभाष नेमाङ, मुख्य सचिव लीलामणि पौडेल लगायतका सरकारी उच्च अधिकारीहरू विमानस्थल पुग्नु भएको थियो। प्रधानमन्त्री कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै म्यानमार भ्रमण सफल भएको प्रतिक्रिया दिनुभयो। दक्षिण एसियामा जलवायु परिवर्तन, आतंकवाद तथा अन्तर्देशीय अपराध नियन्त्रण गर्न सबै देशबीच सहमति भएको समेत उहाँले बताउनुभयो। प्रधानमन्त्री कोइराला फागुन 18 गते म्यानमार प्रस्थान गर्नुभएको थियो। म्यानमारमा सम्पन्न तेस्रो शिखर सम्मेलनबाट नेपाल बिमस्टेकको अध्यक्ष राष्ट्र भएको छ। nepalnews.com. News from Nepal as it happens.